साथीहरु यो भिडियोमा यो दुर्गा चोरको त्यसपछि मेरो रिप्लाई केही आउने छ। सुकुम्बासी हुन्छ बालनको बुगाको जग्गा हो राजु पाण्डेको बाउको जग्गा हो यो। तपाईहरु कति हेपिनुहुन्छ? गरिब नेपालीलाई के बनाइयो? जनजाति बनाइयो, नेपालीलाई दलित बनाइयो, नेपालीलाई मधेसी बनाइयो, नेपालीलाई सुकुम्बासी बनाइयो। यही छ त यो जग्गा तेरो बाबुको पनि होइन बुझिस् कि नै? जाँठा कुरा गर्नु छ अलि सीमितमा कुरा गर, गरिबमाथि राजनीति नगर। त्यस्तै जग्गा सरकारी जग्गा सबै हडपेर बस्ने हो भने विस्थापित भएका मान्छेहरू धेरै छन्। म पनि गरिब हुँ, एउटा पहिरोले उडाएको मान्छे हो, मै जस्ता हजारौं छन्। त्यही काठमाडौँमा त्यस्तै सुकुम्बासी घर मकन पनि मिलाइदिएन नै टेन्डर बिहा पनि होइजाने हो, त्यो किर्पाल हाले पनि होइजाने, ताइडो बस्या पनि होइजाने मकन। एक त्यस्तै जग्गा मिलाइदे त। त्यस्तै जग्गा सरकारी जग्गा खाएका ठुल्ठुला बिजनेसम्यान ठुल्ठुला चौधरीले त्यहाँ कत्रो अड्डा एरिया बनाएको छ, त्यहाँ जाँदा त्यहाँ राजनीति गरेर जाँठा। राजनीति गर्ने भनेको त्यो सामान्य सिम्पल त्यो गरिबसित राजनीति नगर। तिमी सुकुम्बासी भएका मान्छे पनि ठाउँ ठाउँमा घर भएका, ठाउँ ठाउँमा बिल्डिङ भएका र अहिले लाल पूर्जा नपाउँदा अहिलेसम्म सुकुम्बासी बनि बसेका त हुन् त। त्यसको निरीक्षक भएको होइन र त्यसको निरीक्षक हुँदा त कति कहाँ छन्, कति लाल पूर्जा छन्, कति सम्पत्ति छ भने तिनको पनि छानबिन भएको त हो त। आज गरिबको बारेमा बोले, गरिबको बारेमा गरे भनेर भरम नफैलाऊ, ठिक छ? राजनीति गर्नु छ। ठुल्ठुला सरकारी जग्गा खाएका, ठुल्ठुला बिल्डिङ लगाएका विनोद चौधरीसम्म त्यहाँसम्म जाएर त्यहाँसम्म कुरा गर्न राठा। अनि जनताले अनि त्यो गरिबले पत्याउँछन्। हावा कुरामा लागि हावा कुरामा गरी अर्को बालनले गरेको बालन त्यो जग्गा तेरा बाबुको, तेरा बाबुले दिने हो त्यहाँ सारा चितिया।